आदरणीय दर्शकदिन, आज हामी तपाईहरुमाझ सारङ्गीको धुनबाट पनि सुनिसक्नुभयो होला। विशेष गरी एक विशेष व्यक्तित्वलाई लिएर उपस्थित भएका छौँ मेक्लाजुङ मिडिया प्रणालीको प्रस्तुति नयाँ नयाँ खबर मार्फत। र आजको हाम्रो पाहुना हुनुहुन्छ, तपाईले फ्रेममा पनि देखिसक्नु भएको छ, तेजेन्द्र गन्धर्व। निकै नै चर्चित हुनुहुन्छ, गन्धर्व समुदायमा उहाँका गीतहरू निकै चर्चित छन्। उहाँले तयार पारेका रचनाहरू सँगै उहाँको लय, शब्द, सङ्गीत पनि निकै प्रख्यात बनिरहेको छ। र यस क्रममा आजका पाहुना म तेजेन्द्र गन्धर्वलाई हाम्रो यस कार्यक्रममा स्वागत गर्न चाहन्छु। धन्यवाद सबैलाई। मेक्लाजुङ मिडिया हेरेर बसिरहेका सबै आदरणीय मेरो भगवान रूपी दर्शक श्रोतामा आराम हुनुहुन्छ? हजुर, आराम। कसरी चल्दैछ दिनचर्या? गीत सङ्गीत नै अब गीतहरू भनौँ गाउँछु, अनि सारङ्गी बजाउँछु। अब जस्तो अरूले गीत गाइरहनु भएको छ, जस्तो रेकर्डिङ स्टुडियोहरू बजाउँछु। पूर्वमा अहिले धरानमा रहेर काम गरिरहेको छु। धरान बस्दै हुनुहुन्छ अहिले? जस्तै अब व्यस्तता निकै छ, त्यसो भए? व्यस्तता त त्यत्रो धेरै नभनौँ, तर पनि अब अब जीवन जसो तसो चलेकै छ, राम्रै छ। संयोगवश आज ठ्याक्कै मेक्लाजुङमा भेट भयो, मधुमल्लामै, होइन? तपाईँ पनि सम्झिँदै आइपुग्नु भयो मेक्लाजुङ मधुमल्लालाई, पुरानो ठाउँलाई। र यही सन्दर्भमा तपाईँहरूसँग जोडिएर केही तपाईँको कला, होइन, सँगै तपाईँसँग थोरै भलाकुसारी गर्ने जमर्को हामीले गरिरहेका छौँ। र तपाईँ अगाडिदेखि नै लगभग सानै उमेरदेखि गीत सङ्गीतमा हुनुहुन्छ। कति वर्षको उमेरदेखि तपाईँ यो सारङ्गी रेड्दै गीत गाउँदै हिँडिराख्नु भएको छ तेजेन्द्रजी? मैले सारङ्गी बजाएर हिँडेको चाहिँ लगभग 7.5-8 वर्षको उमेरदेखि नै हो। बाहिर जुन अब बुवाहरू काकाहरू उहाँसँग हिँडेको चाहिँ जो अब हाट बजार, होइन, सडकमा बसेर गीत गाएको लगभग 8 वर्षको उमेरदेखि नै हो। र लगभग अब अहिले 34-35 वर्ष त पार गर्दै गर्दाखेरि जो अब 27-28 वर्षको यात्रा। हजुर, 27-28 वर्ष भयो। निरन्तर यही, अरू कुनै पेसा छैन? कुनै छैन, सारङ्गीले नै तपाईँहरूको गीत सङ्गीत। किनभने अब पहिला गीत सङ्गीत एउटा बुवाहरूको जुन अब हाम्रो जुन गन्धर्वहरूको चाहिँ सारङ्गी एउटा चाहिँ पुर्ख्यौली पेसा हो। एउटा त त्यतिखेर चाहिँ बाध्यता जस्तो, होइन, अब गाउन बजाउन मन लाग्दैन थियो। तर पछि यसको रसभित्र पस्दै गएछ। अहिले त योबाट सक्दिनँ म त। जस्तो मलाई चाहिँ लाखौँको जागिरै कहीँ पाउने भए पनि, तर यो म्युजिकबाट टाढा हुन चाहिँ सक्दिनँ। जस्तै अब तेजेन्द्रजी, तपाईँ भोइस अफ नेपालमा पनि अडिसन दिनुभएको थियो, होइन? हजुर। त्यहाँ पनि तपाईँ त्यहाँ गइसकेपछि तपाईँको त्योभन्दा अगाडिको भन्दा पछाडिको चर्चा निकै नै छुट्यो, होइन? दर्शकहरूमा देश विदेश सबैतिर तपाईँ चाहिँ चिरपरिचित हुनुभयो, होइन? र त्यो संयोग कसरी जुर्यो? संयोग अब जस्तै त्यो चाहिँ अब भोइस अफ नेपालको सिजन 1को स्टार्टिङ समय थियो। त्यो समयमा चाहिँ भोइस अफ नेपालले नै मेरो त्यतिखेर अब गीतहरू भर्खर अब सामाजिक सञ्जाल युट्युबहरूको जमाना, फेसबुकहरूको जमाना भर्खरै आइरहेको थियो। अनि त्यतिखेर चाहिँ उहाँहरूले मलाई मेरो गीतहरू देख्नु भएको थियो रहेछ। अनि मेरो सम्पर्क कन्ट्याक्ट नम्बरहरू चाहिँ उहाँहरूले पाउनुभयो व्रत गन्धर्व दिदीको माध्यमबाट। अनि मेरो घरैमा आउनुभयो अडिसन लिन। घरमै आइपुग्नु भयो है? त्यतिखेर तपाईँलाई कस्तो लाग्यो? त्यो त मैले सपना पनि नसोचेको, अब त्यस्तो गर्छु, पाउँछु होला त्यस्तो अवसर भन्ने त लागेकै थियो। सपनाबाट बिउजे जस्तै फिल भयो है? हामी चाहिँ अब त्यतिखेर भोइस अफ नेपाल भन्ने पनि त थाहा थिएन, तर सबैलाई थाहा थिएन। तर अब यो चाहिँ कस्तो खालको नेपाल आइडल जस्तै हो भन्नुभयो उहाँहरूले। एउटा चाहिँ रियालिटी सो हो, यो चाहिँ इन्टरनेसनल फ्रेन्चाइजी सो हो, धेरैवटा देशमा चलेको सो। यो चाहिँ नेपालमा पनि अब चल्दैछ। त्यसमा चाहिँ भाइलाई पनि हामी चाहिँ भाइको पहिला चाहिँ अब भाइको कला हेर्छौँ, त्यस पछाडि भन्नुभयो। अनि 2-3वटा गीत गाउन बित्तिकै घरमै जो सब सिलेक्ट कार्ड दिनुभयो ब्लाइन्ड अडिसनको लागि आउनु। त्यो ब्लाइन्ड अडिसनमा तपाईँले गाएको गीत हजुर अहिले पनि सम्झनामा छ? हजुर। त्यो हामी एकपटक सुनौँ। हस्, हुन्छ। यो गीत चाहिँ पहिलामा धेरै अगाडिदेखि नै लगभग 16-17 वर्ष अगाडिदेखि यो गीत चाहिँ सडक हुँदै, होइन, त्यस्तै माहौलमा बसेर मेरो गीत सङ्गीतको यात्रा भनेको त्यही हो। पुर्ख्यौली पाराले नै सुरुवात भएको। र त्यतिखेर पनि म गाउँदै हिँड्दाखेरि यो भोइस अफ नेपालमा चाहिँ जब पुग्यो, अनि त्यतिखेर मात्रै चर्चा अनि पाउन सफल भयो। अगाडि पनि तर दर्शक श्रोताहरूको मन चाहिँ एकदम छुन्थ्यो, जितेको थियो। त्यही भएर त्यहाँनिर पनि गाएको आज म सुनाउँछु।
लाजे हो प्याच बुन मायालाई लाजे हो बल्छी घाँडीले हे तैको मायालाई छेको डाँडेले हो बल्छी घाँडीले हे तैको मायालाई छेको डाँडेले पुरैको डबली मेलेमा डबली मेलेमा हाँसिराख भेट भएको बेलेमा बल्छी घाँडीले हे तैको मायालाई छेक्यो डाँडेले हो बल्छी घाँडीले हे तैको मायालाई छेक्यो डाँडेले पक्कै पनि बल्छी काँडैले हितैको मायालाई छेक्यो डाँडैले डाँडाले मायालाई नछेकोस् हाम्रो माया सधैँ प्रगाड भइरहोस् होइन। अब जस्तै जीवनका 30औं वर्षहरू सारङ्गीसँग एउटा वाद्यवादनको एउटा मात्रै साधनसँग बिताइरहँदा होइन जीवनका विभिन्न आरोह अवरोहहरू पार गर्दै गर्दा र देशका लगभग तपाईँ 75वटै जिल्लाहरू लगभग पुगिसक्नु भएको होला यो 30औं वर्षमा होइन। नभनौँ देश 40-45 भनेपछि अलिकति नेपाल बाँकी नै रहेछ होइन। यो सबै भोगाइलाई हेर्दै गर्दा तपाईँलाई यो हाम्रो जीवन चाहिँ के जस्तो लाग्छ, कस्तो अनुभव गर्नुहुन्छ बेला बेला सम्झेर फर्केर हेर्दाखेरि? म त अवसर हो यो जीवन, अवसर हो है, जहाँ चाहिँ हामी सुखलाई पनि अनुभूति गर्न पाउँछौँ। यो जीवन पाएर मात्रै हो दुःखलाई पनि अनुभूति गर्न पाउँछौँ। हरेक समय परिस्थिति हरेक चिजहरूको अनुभव र अनुभूति गर्न पाउने यो जीवन सायद भएन भने त त्यो अनुभूति गर्न पाइँदैन। अवसरै यो जीवन चाहिँ एउटा प्रकृतिमा फुलेको सुन्दर फुल हो। हजुर, जुन चाहिँ मानव रूपी जीवन चाहिँ अलि लामो समयसम्म फुल्ने फुल हो। त्यसमा पनि कुनै फुलहरू बिचमै ओइलाएर जान्छन् होइन, कुनै फुलहरू चाहिँ सयौं वसन्तसम्म पनि जीवन्त रहन्छन्। र तपाईँले जुन यो गर्नुभएको पेसा छ होइन सारङ्गी गन्धर्व समुदायमा एउटा एकदमै परिचित र नेपाली जनसमुदायको जनबोलीमा मन मनमा तन तनमा बस्न सफल यो जुन कला छ यसको पनि हामी उच्च सम्मान गर्न चाहन्छौँ। र यो छोटो बसाइमा तपाईँले जब बल्छी काँडैले भोइस अफ नेपालमा अडिसन दिनुभयो त्यसपछि तपाईँ निकै चर्चामा पनि आउनुभयो। सँगै निर्मला पन्त जुन बलात्कारपछि उनको हत्या भयो भनिन्छ र अहिलेसम्म पनि उनको हत्यारा अथवा उनलाई त्यो पीडा दिने व्यक्तिहरूको बारेमा अहिलेसम्म पनि राज्यले छानबिन गरेर कारबाहीको दायरामा ल्याउन सकेको छैन। हरेक पटक हरेक सरकारहरू बन्दाखेरि निर्मला पन्तको हत्यारालाई हामी कारबाही गर्छौँ भन्ने एउटा खालको कमिटमेन्टहरू पनि आइरहेका छन् होइन। र तपाईँले जुन त्यो निर्मला पन्तको सँग रिलेटेड भएर अरूले पनि बनाएका छन् गीत र तपाईँले पनि एउटा गीत सृजना गर्नुभएको थियो सारङ्गीको धुनमा। र यो बसाइमा हामी हाम्रा दर्शक श्रोतामाझ त्यो सारङ्गीको धुनमा त्यो निर्मला पन्तसँग सम्बन्धित गीत पनि सुन्न चाहन्छौँ। तेजेन्द्रजी के छ, तपाईँ तयार हुनुहुन्छ? हजुर, एकदमै। यो गीत चाहिँ गाउनुभन्दा अगाडि के पनि भन्छु भने मैले जुन मेरो पुर्खाहरूले जुन गाउने कर्खा घटना गीतहरू जुन एउटा भाका छ त्यो भाकालाई त्यो मञ्चमा जुन भोइस अफ नेपालको एउटा मञ्चमा पुग्दै गर्दाखेरि धेरै अरू पनि गीतहरू थिए, अरू गीत गाउन पनि सक्थेँ। तर पनि मलाई मेरो समुदायले दिनुभएको यो मेरो यो म भएको अवस्थासम्म मेरो पुर्खाले ल्याउनुपर्छ सारङ्गीलाई, त्यो सारङ्गीलाई ल्याउँदै गर्दा ती भाकाहरूलाई ल्याउँदै गर्दा मैले पनि फेरि त्यो मञ्चमा आउँदै गर्दाखेरि पक्का मेरो जुन पुर्खाले लिएको जुन कर्खा भाका घटना भाका यसलाई चाहिँ मैले देखाउनुपर्छ होला। र घटना भनेको चाहिँ त्यो एउटा चाहिँ समाजलाई चाहिँ चेतना दिने चिज हो क्या। किनभने त्यो निर्मला पन्तको घटना चाहिँ एउटा भनौँ न त्यो न्याय पाउनु भएको छैन, तर यो प्रतिनिधि पात्र मात्रै हो। त्यस्ता घटनाहरू हाम्रो समाजमा घटिरहेको छ अहिले पनि। अनि मलाई चाहिँ लाग्छ यो एउटा चाहिँ प्रतिनिधि पात्र मात्रै उदाहरण मात्रै हो, अहिले पनि ती कुराहरू भइरहेको छ र यो कुराहरू हुनु हुँदैन। जसले भनौँ न जुन हत्या गर्नुभयो जुन बलात्कार गर्नुहुन्छ उहाँहरूलाई कारबाही हुन पर्यो क्या।
भन्ने एउटा सन्देश हो सम्पूर्ण आमा दिदी बहिनीहरू। पीडकलाई कारबाही हुनुपर्छ भन्ने। हजुर। जब निर्मला पन्तको हत्यारालाई कारबाही हुन्छ त्यतिखेर तपाईँको गीतले पनि न्याय पाउँछ र निर्मला पन्तले पनि न्याय पाउँछ। र यो गीत चाहिँ अब मलाई भोइस अफ नेपालमा गाउँदै गर्दाखेरि मैले गीत गाएर त्यो सोमा अगाडि बढ्नु मात्रै होइन, मलाई गीत गाउनु मात्रै आनन्द होइन, कमसेकम मैले समाजका लागि केही दिन सकेँ भन्ने अनुभूत भएको गीत हो त सुनाउँछु। तर अब धेरै वर्ष 75 सालमा घटेको घटना अहिलेको यो सिचुएसनमा अहिले मैले गाउँदै गर्दा कतिपय कुराहरू पुराना लाग्न सक्छन्, खल्लो महसुस हुन सक्छ। तर यो गीतलाई गहिराइमा बुझेर जाँदा अहिले पनि त्यो त्यस घटनाहरू त्यस्ता खालका प्रतिनिधि पात्र बनेका घटनाहरू अझै छन्, धेरै अझै घटिरहेछन्। सुनाउँछु। डडेलधुरा दिव्य पुरा थियो जन्म गाउँ, डडेलधुरा दिव्य पुरा थियो जन्म गाउँ, अहिले बस्दै आएकी थिइन् भीमदत्त ठाउँ। छोरीहरू मनिषा र सरस्वती पन्त, माइली छोरी सुकुमारी निर्मला पन्त। आमाको नाम दुर्गा देवी, पिता यज्ञ राजा, सारङ्गीमा सुनाउँदैछु त्यही घटना आज। गाउँछु गीत समाजको लागि, गल्ती भएमा पाऊ दाजु भाइ। बाबु बस्ने पहाड गाउँमा अर्कै आमासँग, टिन्टी छोरी कञ्चनपुरमा आफ्नै आमासँग। 2075 साल साउन 10 का दिन, निर्दयीले ज्यानै लिए बिना कारण किन। गाउँछु गीत सारङ्गी रेटेर, देशै रोयो यो घटना देखेर। आमा गर्थिन् सानो तिनो चटपटेको व्यापार, छोरीहरूको सपनालाई बनाउन साकार। कक्षा 9 की निर्मलाको उमेर थियो 13, कलकलाउँदो जीवन उनको गयो त्यसैखेर। मानिसको 2 दिने चोलामा, गयो पर निबु खेडा खोलामा। साउन 10 मा आमा गइन् इन्डियातिर, छोरी हिँडिन् होमवर्क गर्न साथीको घरतिर। बेलुकासम्म छोरी आउने कुनै चालचुल छैन, गाउँघरमा सोधा खोदा अतो पतो छैन। भोलिपल्ट 6 बजे बिहान खबर फैल्यो गाउँमा, घोप्टो पर्या एउटा लास उखु बारी छेउमा। त्यतिखेर आमालाई कस्तो भो, पहाड ढली थिचेको जस्तो भो। बायाँ सुरुवाल खोलेको थियो लास हेर्दाखेरि, बलात्कार गरी फाल्या रहेछन् हेर कठेबरी। खोला छेउमा साइकल थियो आधा डुबेको, रातभरिको झरीले नि किताब नभिजेको। चिसो हावा खप्तडमा चलेन, त्यो दिन गाउँमा चुलो आगो बलेन। तिमी नै हो हाम्रो रक्षक, हजार बिन्ती गरे। सत्य के हो पत्ता लगाइदेऊ नेपाल प्रहरी। पोस्टमार्टममा बलात्कार गरेको नै देख्यो, घाँटी थिची मार्या परमा ननी भेट्यो। खुल्ला आकाश त्यो उड्ने चरीलाई, आमालाई पिर जिन्दगी भरिलाई। यो गीत चाहिँ अलिकति लामो भएको कारणले गर्दाखेरि आधी मात्रै गाएँ। अब धेरै ठिक छ, यो अब समय पनि हामीसँग त्यस्तै छ होइन।
तर यसले फेरि ताजा गराउँछ दर्शकलाई होइन तपाईँको शब्दले ती यो सारङ्गीको धुनसँगै आउने स्वरले पक्कै पनि निर्मला पन्तले न्याय पाउँछिन् भन्ने हामीले आशा गरौँ, न्याय मरेको छैन भन्ने आशा गरौँ। र तेजेन्द्रजी यो व्यस्तताका बावजुद तपाईँ निकै व्यस्त हुँदै गर्दा पनि मधुमल्लासम्म आएरै भनौँ न तपाईँ यही ठाउँमा हामीलाई नै भनेर सम्झेर पनि आउनु भएको छ, त्यसको लागि पनि हामी हार्दिक आभार प्रकट गर्छौँ। र यो तपाईँको छोटो मिठो एउटा समय सान्दर्भिक कुराकानी गर्ने अवसर दिनुभयो र जाँदा जाँदै निकै नै चर्चित र तपाईँ भोजपुरकै मान्छे होइन, अरुण गाउँपालिका जरायटारमा तपाईँको घर छ अहिले पनि, र त्यो अरुण खोलासँगै केन्द्रित एउटा यो जुन पञ्चायत विरुद्धको आन्दोलनको फेरिमा पनि एउटा होइन ठुलो घटना भएको थियो र जुन घटनालाई चाहिँ अरू तरिकाले भन्दा पनि गाइने समुदायबाट होइन जुन प्रतिपादित गीत नै सबैको जनबोलीमा छ, त्यो पनि एक छोटो राखिदिनुहोस् न। चिन्तन दुख्यो कि अरुण सुसङ्दा मन सबको रुन्छ कि दुःख बिसङ्दा को चिन्तन दुख्यो कि अरुण सुसङ्दा मन सबको रुन्छ कि दुःख बिसङ्दा मन सबको रुन्छ कि दुःख बिसङ्दा अन्धकारमा बन्दुकहरू पड्किएको बेला छातीभरि सङ्गीनहरू गाडिएको बेला अन्धकारमा बन्दुकहरू पड्किएको बेला छातीभरि सङ्गीनहरू गाडिएको बेला धनकुटाको छाती दुख्यो चाल पायो कि अन्यायको विरोध गर्ने कसम खायो कि को चिन्तन दुख्यो कि अरुण सुसङ्दा मन सबको रुन्छ कि दुःख बिसङ्दा मन सबको रुन्छ कि दुःख बिसङ्दा मन सबको रुन्छ कि दुःख बिसङ्दा। हस् तेजेन्द्रजी, यो समय उपलब्ध गराइदिनु भयो र तपाईँको सिर्जना दर्शकमाझ प्रस्तुत गर्ने र हामीलाई एउटा अवसर दिनुभएकोमा हामी मिक्लाजुङ मिडिया प्रणालीको तर्फबाट तपाईँलाई विशेष धन्यवाद दिन चाहन्छौँ। हस्, धन्यवाद। हजुरहरूको मिडियाको माध्यमबाट भनौँ मेरो आफ्नो कुराहरू राख्ने अवसर दिनुभयो हजुरहरूलाई र मिक्लाजुङ मिडिया प्रणालीलाई हार्दिक धन्यवाद दिन चाहन्छु।